It's your boy. Here. Well, I could be more specific. I'm a human. And just wanted to, for the sake of all of us Earthlings out there, just wanted to say, we love the Earth. It is our planet. We love the Earth. बस्ने हो कसको टाउकोमा पर्ने हो ट्यापै अड्किया रहेछ नि सर यो हाइवे हो फेरि सिद्धार्थ हाइवे हो यस्तो बाटो हिँड्ने हो हाँसेको खोइ यता 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 हेर न यता स्कुल जाने होइन स्कुल खोइ स्कुल जाने होइन स्कुल नजाने अहिले जाने ल हाम्रो अब गाइज हाम्रो लङ्का फार्मबाट अब हामी लङ्काको यात्रामा छौँ होइन अब लङ्का जानुभन्दा अगाडि पहिला बाटै चाहिने रहेछ बाटो भएन यहाँ राम सेतु बनाए जस्तो अनि हाम्रो यहाँ लङ्काबाट आउनु भएको छ हाम्रो सर डोजर लिएर होइन अब हामी यहाँबाट चाहिँ डोजर लिएर अब यो बाटो तास्दै सरी बाटो तास्दै यहाँ फेरि सामान रडहरू हाल्नु पऱ्यो ल्याउनु पऱ्यो 20 फुटे गाडी आउँछ समस्या छ हाम्रो दाजुले कसरी ल्याउनुहुन्छ भन्ने कुरो हेर्दै जाउँ ल गाइजहरू यो सुरुवात हो है यो अन्त्य नसोच्नु अहिले बाटो बन्दैछ है गाइजहरू डोजर काकाले बनाउँदै हुनुहुन्छ गाडी चाहिँ हिजोदेखि यहाँ राखिरहेको थियो नचढेर चिप्लेर अनि डोजरलाई पनि बोलाउनु पऱ्यो डोजर पछि बाटो राम्रो बनाइसकेपछि अर्को ट्रक सामान हाल्नलाई पनि सजिलो हुन्छ भन्ने हो यतापट्टि डोजर छ त्यस्तै हो गाइज अब गाउँघरमा काम गर्न सजिलो भन्ने छैन सामान्य एउटा कृषि गर्न फार्म चलाउनलाई यसरी बाटो लिएर जानुपर्छ होइन के को हब्रे हो कालिज र तित्रा अनि बनकुखुराको कमल त यहाँ अरू के थप्न सकिन्छ अरे यो भनेको अब जङ्गल सफारी जङ्गल सफारी अब यहाँ टक्क सालिजहरू होइन अब अलिअलि चितुवाहरू पनि मिल्छ भने बाघै एउटा ल्याएर राखिदिएपछि त यो त जङ्गल सफारी त्यसै भयो अब यो प्लट चाहिँ हामीले सम्झाउँदैछौँ यहाँ चाहिँ हाम्रो हाइटेक टनल बन्दैछ यसरी हिजो राति यसरी लिएर आएको हेर्नुहोस् साथीहरू घाँसमा चलाउँदै कता खाल्टो चाहिँ के छ खान्छ नि करेला हो तर म पलतिरको घरमा छु कि यहाँ दाईहरू आउँदा पुदिना जङ्गली धनिया लोकल कोलभेडा अकबरीको चटनी हामीले एसिडिक छ कि के छ हाम्रो पिएच हेर्दैछौँ मल भएको ठाउँमा टोमेटोको चाहिँ यहाँ अराउन्ड 5 देखियो भनेको स्लाइटली एसिडिक छ 5.5 देखि 6.5 सम्मको पिएच चाहिँ फेभरेबलै मानिन्छ भेजिटेबलको लागि चाहिँ तर यहाँ समस्या चाहिँ के छ भन्दाखेरि अराउन्ड 60% भन्दा बढी चाहिँ मरेछ किन मरेछ भन्दाखेरि पहिलो कुरो यो 6/12 को टनलमा चाहिँ हाम्रो यो 700 मिटर एबोभ सी लेभल जुन हाइट छ त्यसमा चाहिँ अलिकति टेम्परेचर
एक्सट्रिम टेम्परेचर भएको भएर स्ट्रेसले पनि मरेको छ। कुनै चाहिँ यसरी चाहिँ बढी ह्युमिडिटी बढी भएर टेम्परेचर बढी भएर पनि विल्टिङ भएर मरेको छ। यो कुराहरूमा चाहिँ अलिक बढी ख्याल गर्नुपर्छ। सकेसम्म बेर्नाहरू चाहिँ ट्रेको बेर्नाहरू युज गऱ्यो भने यस्तोमा चाहिँ मर्ने चान्स अलिक कम हुन्छ। र भेन्टिलेसन एयर फ्लो चाहिँ मजाको एयर फ्लो चाहिँ हुनु पऱ्यो।